अहिलेको चुनाव हामी भ्रष्टाचारको अन्त्य गर्ने कि नगर्ने भन्ने चुनाव हो। भ्रष्टाचारलाई सखा पार्ने कि नपार्ने भन्ने चुनाव हो। सुशासनको सुरुवात गर्ने कि नगर्ने भन्ने चुनाव हो। जेनजेलले गरेको माग पुरा गर्ने कि नगर्ने भन्ने चुनाव हो। त्यसकारण यो चुनावलाई विशेष तरिकाले तपाईँले चुनेको मान्छे नै प्रधानमन्त्री बन्ने हो, तपाईँले चुनेको मान्छे नै मन्त्री बन्ने हो, तपाईँले चुनेको मान्छे नै विभिन्न समितिहरूको सभापति बन्ने हो र यो देशलाई कसरी चलाउनुपर्छ, यो देशलाई समृद्धिमा कसरी लैजानुपर्छ भनेर नीति बनाउने चुनाव। त्यसैले आज हामी सानो कुरामा अड्केर मत परिवर्तन गर्नलाई विभिन्न किसिमको बाहना बनायौँ भने हामी हाम्रो मत चाहिँ परिवर्तन नगर्ने अनि नेता परिवर्तन हुनुपर्ने, देश परिवर्तन हुनुपर्ने कसरी सम्भव छ? त्यसकारणले अहिलेको न्यायाधीश तपाईँहरू, फैसला तपाईँहरूको हातमा छ। कस्तो मान्छेलाई चुनाव जिताउनुहुन्छ, कस्तो मान्छेहरूको सरकार बनाउनुहुन्छ, त्यसकारणले तपाईँहरूको चाहिँ नि हातमा छ। म यो स्पष्ट साथ यहाँलाई अनुरोध गर्न चाहन्छु। धेरै सोच्यो भने कहिलेकाहीँ आफूलाई नि गाह्रो हुन्छ, अर्कोलाई नि गाह्रो हुन्छ।